मत परिणाम यस प्रकार रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी 27,77,377 मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले 9,33,887 मत प्राप्त गरेको छ। नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवाद लेनिनवादले 8,06,165 मत प्राप्त गरेको छ भने चौथो नम्बरमा नेपाल कम्युनिस्ट पार्टीले 3,84,736 मत प्राप्त गरेको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले 2,01,653 मत प्राप्त गरेको छ भने श्रम संस्कृति पार्टीले 1,52,731 मत प्राप्त गरेको छ। जम्मा 110 सिट समानुपातिकमा रासोपाको अहिलेसम्मको मतगणना हेर्दाखेरि 60 सिट र नेपाली कांग्रेसको 21 सिट, नेकपा एमालेको 18, नेपाल कम्युनिस्ट पार्टीको 8, राष्ट्रिय प्रजातन्त्र पार्टीको 3 र श्रम संस्कृति पार्टीले थ्रेसहोल्ड कटाउन सकेको छैन।